हेलो साथीहरू, के छ खबर? के गर्दै हुनुहुन्छ? आशा छ घरमा हाँसी खुसीबाट बसिराख्नु भएको छ होला। आज चाहिँ हामीहरू हाम्रो छोरीहरू धारपानीतिर जाँदैछौँ। अनि धारपानी के कारणको लागि हो भन्नुहुन्छ होला। हामीहरू चाहिँ बर पिपल लगाउने भनेर धारपानीमा बुझ्नुको लागि जाँदैछौँ। अनि अब हुनसक्छ यो शुक्रबारको दिनमा चाहिँ राम्रो साइज छ भनेर यो शुक्रबारको दिनमा लगाउने कुरो भएको छ। अनि यतिखेर चाहिँ हामीहरू तल फुबारीदेखि अलिक तल पुगिसकेको छौँ। अब एकछिन पछाडि चाहिँ हामीहरू धारपानी पुग्नेछौँ। ल है त ल साथीहरू, अब चाहिँ हामीहरू धारपानी पुगिसक्यौँ। बाइक पार्किङ गरेर अब मन्दिरतिर अगाडि बढ्दैछु म चाहिँ। अनि आमालाई चाहिँ अलि अगाडि राखिदिएको मैले, किन हिँड्नु पऱ्यो भनेर। ल यो चाहिँ मार्केट हो। यो एक साइडको भयो, अनि यो चाहिँ अर्को साइडको मार्केट हो, जहाँ चाहिँ खाना, चाउमिनहरू, पानीहरू, मिठाईहरू पाउने गर्छ। ल अब चाहिँ हामीहरू आमा छोरा भएर निस्किन्छौँ। ल है त अगाडितिर के कसो हुन्छ म चाहिँ देखाउने छु। ल हेर्दै जानु होला। ल साथीहरू, हामीहरू चाहिँ निरन्तर अगाडि बढिराखेको छौँ। अनि त्यस पछाडि अब मन्दिरको गेटहरू यिनीहरू चाहिँ देखाउँदैछु म। अनि जुन बाटो हामीहरू आएको हो त्यो देखाउँदैछु। अब चाहिँ एकछिन पछाडि हामीहरू यहाँबाट निस्किनेछौँ। अनि त्यस पछाडि चाहिँ अगाडि गइसके पछाडि के कसो हुन्छ, अनि अब बर पिपल लगाउने मौसम चाहिँ छ कि छैन, अनि अब त्यो बर पिपल लगाइसकेपछि त्यसको संरक्षण हुन्छ कि नै त, अनि घरैदेखि आफै आएर पानी चार्नु पर्ने हो कि, अनि त्यहाँ भएको मान्छेहरूले नै चारिदिनुहुन्छ, मान्छेहरूले नै हेरिदिनुहुन्छ। फेरि सबै कुराहरू हामीहरू राखेर अनि निस्किनेछौँ। ल त्यस पछाडि चाहिँ अब के कस्तो गराउँछ, अनि सम्भवतः अब जान्ने बुझ्ने मान्छेहरूले चाहिँ शुक्रबारको दिन राम्रो छ भन्नुभएको छ। र अब एकचोटि गएर मन्दिरमै बुझौँ न त भन्ने हिसाबले जाँदैछौँ। ल है त अब हामी चाहिँ अगाडि गइराखेको छौँ। अब माथि गएर बुझ्नेछौँ के कसो हुन्छ। अब उहाँहरूले मान्नुहुन्छ कि मान्नुहुन्न कि, भयो अब लगाउने समय छैन भन्नुहुन्छ कि के कसो हुन्छ खबर छैन।
यो साथीहरू यो चाहिँ धारापानीको हो ड्याम हो धारापानीको कुरा चाहिँ अनि त्यो माथि सानो राख्छ देखिरहेको छ देखि त्यसको छेउमा देखिरहेको चाहिँ किसिम जग्गाहरू त्यहाँबाट देखिरहेको छ यो है दाजुभाइ अब हामी आमा निस्किसक्यो तर हामी चाहिँ एकछिनमा निस्किन्छौँ अहिले चाहिँ हामीहरू बसेको लगाउने ठाउँ कहाँ हो त भनेर हेर्न आएको हस् छैन ल साथीहरू अब चाहिँ खोला तरियो अनि अब एकछिनमा चाहिँ अब अलि अगाडि बाइक राखेको छ त्यहाँबाट चाहिँ हामीहरू निस्किन्छौँ खासै ठुलो खोला आएको त छैन तर चाहिँ बाल्लोले गर्दा चाहिँ बाइक भासिने गर्छ खोलामा अलि सजिलो बर्खाको बेला चाहिँ खोला नाला ठुलो नआए पनि बाल्लोले गर्दाखेरि चाहिँ अब इन्जिनमा पानी जाने इन्जिनलाई दुःख दिने समस्या गर्छ ल साथीहरू अब चाहिँ ल भिडियो यही समाप्त गर्छौँ धन्यवाद।